बाल चेतनामा गीता ज्ञान समृद्ध बनोस् कन्काई हाम्रो अभियान भन्ने मूल नाराका साथ सरस्वती बाल सञ्जाल क्लबको आयोजनामा श्रीमद् भागवत गीतामा नैतिक शिक्षाको खोजी विषयक विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न भएको छ। कन्काई नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमको नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो। कारितास नेपालको आर्थिक सहयोग त्यस्तै गरेर कन्काई नगरपालिका तथा कारितास नेपालको आर्थिक सहयोग फक्तालुङ एजुकेसन फाउन्डेसनको सहयोगमा सरस्वती वडा बाल सञ्जालको आयोजनामा बाल चेतनामा गीत ज्ञान समृद्ध बन्न सकोस् कन्काई हाम्रो अभियान अन्तर्गत श्रीमद् भागवत गीतामा नैतिक शिक्षाको खोजी विद्यार्थी लक्षित कार्यक्रम विधिवत समुद्घाटन भएको सादर अनुरोध गर्दछु। धन्यवाद। कारितास नेपाल र कन्काई नगरपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रमलाई फक्तालुङ एजुकेसन फाउन्डेसनले अन्य सहयोग गरेको थियो। कन्काई नगरपालिका वार्ड नम्बर 7 भित्रका बालबालिकालाई नैतिक शिक्षाको बोध गराउन कार्यक्रमको आयोजना गरिएको सरस्वती वडा बाल सञ्जालका निवर्तमान अध्यक्ष रिजन तिमसिन्हाले बताउनुभयो। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै तिमसिन्हाले नैतिक शिक्षाले बाल मनोविज्ञानमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो। हाम्रो उद्देश्य गीता ज्ञानको सरल भाषामा प्रस्तुत गर्ने बाल मस्तिष्कलाई कर्तव्यशीलतासँग जोड्ने धैर्यता, अनुशासन, सेवा भावना र आत्मबल जस्ता मूल्यहरू गहिराईमा रोप्नु हो। नैतिक शिक्षा बिना जीवन अधुरो हुन्छ र ज्ञान बिना जीवन अधुरो हुन्छ। आजको दिन हामी बाल चेतनामा परिवर्तनको सुरुवात गर्न चाहन्छौँ। बाल चेतनामा गीता ज्ञान समृद्ध बनाउने कन्काई हाम्रो अभियान भन्ने नारालाई आत्मसात गर्दै हामी सशक्त, सचेत र संस्कारयुक्त बालबालिकाको निर्माणतर्फ अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक आभार प्रकट गर्दै आजको यस कार्यक्रममा उपस्थित तपाईँ सम्पूर्ण बालबालिकाहरूलाई हार्दिक आभार प्रकट गर्दै कन्काई नगरपालिकामा पहिलो पटक यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउँदै सशक्त, सचेत र संस्कारी स्वभावको विकास गर्न सर्वप्रथम बालबालिकामा नैतिक आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तथा कन्काई नगरपालिकाका नगर प्रमुख राजकुमार पोखरेलले बालबालिकालाई पठन संस्कृतिको साथै धर्म र आचरणको बारेमा पनि बेला बेलामा ज्ञान दिन आवश्यक रहेको बताउनुभयो। विशेष गरेर नैतिकवान एउटा विद्यार्थी पढ्छ, ऊ पढेर कुनै क्षेत्रमा जान्छ अथवा उसले आफ्नो अध्ययन गरिराख्ने क्रममा पनि उसले पालना गर्नुपर्ने धेरै आचरणका कुराहरू हुन्छन् जसलाई हामी चाहिँ विद्यालयमा राम्ररी व्यवस्थित ढङ्गले हामीले नपढिराखेको हुनसक्छ र बिस्तारै अहिले हामीले कन्काई नगरपालिकामा चाहिँ ज्ञानमाला एक क्लासदेखि 8 क्लाससम्म त्यो शिक्षा पढाइ भइरहँदाखेरि त्यसले केही कुराहरू त्यो अपुरो कुरालाई पुरा गरेको छ र यो अपुरो कुरालाई पुरा गर्नको निमित्त सिङ्गो सबभन्दा पहिला हाम्रो पहिलाको सुरुको विद्यालय घर परिवार हो, त्यस पछाडि हाम्रो विद्यालय हो, समाज हो र यो सबैले मिलेर चाहिँ एउटा असल नागरिक उत्पादनको निमित्त महत्त्वपूर्ण काम गर्नुपर्छ र त्यो गर्ने क्रममा आज यहाँहरूले पूर्वीय शास्त्र, पूर्वीय चाहिँ एउटा दर्शनको आधारित गीताको चाहिँ गीताले दिने श्रीमद् भागवत गीताले दिने नैतिक शिक्षाको कुराहरू यहाँहरूले आज कसैले यो कुराहरू चाहिँ यहाँलाई ज्ञान दिँदै हुनुहुन्छ र सधैँ गुरुज्यूलाई धन्यवाद दिन चाहन्छु। सरस्वती बाल सञ्जाल क्लबका अध्यक्ष निरज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, कन्काई नगरपालिका बाल कल्याण अधिकारी उमानाथ ढकाल, वडा नम्बर 7 का कार्यवाहक वडाध्यक्ष निर्मल आक्थुम्पो, वडा सचिव तुलसा थापा, कन्काई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, फक्तालुङ एजुकेसनका प्रधान अध्यापक ओम विक्रम नेङमाङ, पत्रकार लगायत वडा नम्बर 7 का 2 विद्यालयका गरी 100 भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा श्रीमद् भागवत ज्ञान पण्डित होमराज नेउपानेले विद्यार्थीहरू समक्ष हिन्दू दर्शन र श्रीमद् भागवतको सार प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सरस्वती बाल सञ्जाल क्लबकी सचिव दीपमला लामिछानेले गर्नुभएको थियो। कार्यक्रममा सहभागी बालबालिकाले बाल क्लबले आयोजना गरेको कार्यक्रमहरू पृथक रहेको प्रतिक्रिया दिएका थिए।